हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो यस युट्युब भिडियोमा। अनि चाहिँ म चाहिँ आज बिहान बिहानै उठिरहेको छु हैन। अनि हेर्न सक्नुहुन्छ अहिले चाहिँ बिहानको लगभग कति बजे होला भन्दाखेरि चाहिँ 5 बजेको छ होला। 5 भएको रहेछ हैन। म उठ्दाखेरि चाहिँ अनि 5 बजेको थियो। अनि त्यसपछि चाहिँ हेर्नु निन्द्रा यति लागेको छ कि आइरहेको छ। अनि त्यसपछि कोही बात छैन, आज चाहिँ हामी एकदम स्पेशल टुर हुँदैछ, सोच्दै नसोचेको ठाउँमा पनि हैन जो जाँदैछौँ हैन। अनि त्यसपछि म पहिले त गइसकेको थिएँ तर हैन, तर त्यस्तो चाहिँ गर्न नहुनुपर्ने, तर केही भएन, हामी चाहिँ गइयो हैन। चाहिन्छ अब हेर्नु होला, म चाहिँ हैन रेडी हुन्छु। अनि टक्क एकछिनमा चाहिँ म के भन्छ अरे हुडी लाएर चाहिँ अनि पानीसानी तताएर ब्रस गरेर अनि पानी पिउन लाग्छु हैन। अब पानी त पिउनु पऱ्यो, बिहान बिहान उठेर हल्का मनतातो पानी पिउन त जरुरी छ सबैजनाले हैन। त्यही भएर पानी पिउन लाग्छु, मैले चाहिँ पिउन लाग्छु भन्दा पनि पिउसकेँ। अब चाहिँ नुहाइधुवाइ कार्यक्रम गर्न पऱ्यो भनेर चाहिँ हैन धारामा गएको त बाद पानी छोएको त आइस भन्दा नि अझै चिसो छ। हिउँबाट डाइरेक्ट पानी आए जस्तो त्यस्तो चिसो पानी छ। तर पनि के गर्ने, ज्यानलाई दाउमा राखेर अब नुहाउनै पऱ्यो भनेर हैन, त बाध्यताले भए पनि हैन अब नुहाउने तयारी गर्नु पऱ्यो भनेर म अब कोठातिर लागेँ, रुमतिर लागेँ। अनि रुममा हैन जो जाँदै थिएँ। अनि गइसकेपछि अनि यो चाहिँ मेरो कपडाहरू हैन, आजको ड्रेसअप के लगाऊँ कसो गरौँ भइरहेको थियो। अनि हजुरहरूले चाहिँ मेरो भिडियो हेर्दै गर्नु होला। म चाहिँ अब नुहाइधुवाइ गर्छु हैन, एकछिनमा नुहाइधुवाइ गरेर आउँछु। पानी यति चिसो छ कि म हुन्छ नि ज्यान ससमै जाउमा राखेर नुहाउन लागिरहेको छु। हेर्नु यो भिडियो चाहिँ हैन हेर्नु होला, सबैजनाले साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। भगवानलाई सम्झेँ, अब भगवानले अब रक्षा गर्नुहुन्छ थाहा छ मलाई। अब त्यसपछि चाहिँ म अब भिडियो चाहिँ हैन यहीँ अब पज गर्न जाँदैछु, किनकि अब नुहाउनु पनि पऱ्यो। अब उता मन्दिर जाने भइसकेपछि हैन, त एकछिनमा हजुरहरूलाई भेट्छु है त। हस् हेलो गाइस, स्वागत छ। अनि त्यसपछि चाहिँ म नुहाइधुवाइ गरेर आइसकेँ। मेरो ब्ल्याक इज माई फेभरेट भन्ने कुरा त हैन हजुरहरूलाई थाहा भइसकेको छ। त्यही भएर मैले ब्ल्याक कलरको हैन त्यो सर्ट लाउँदैछु। अनि त्यसपछि माथिबाट चाहिँ यो खै कुन कलरको ज्याकेट हो, हेर्दाखेरि त सेतो सेतो देखियो, तर सेतो त होइन होला, ग्रे हो कि कुन हो कुनै मलाई पनि थाहा भएन हैन। त्यही पनि अब म यता रेडी हुँदैछु हैन, हजुरहरूले देख्न सक्नुहुन्छ। अनि रेडी भइसकेपछि अब बिहान बिहान बरन्डामा पानी हाल्नुपर्छ क्या। अनि त्यसपछि म बरन्डामा हैन जो बाहिर जाँदैछु, धारामा यति चिसो छ, यति चिसो कि कुरै नगर्नुहोस् हैन। अनि त्यसपछि पानी भरेर रेडी भइसकेको रहेछ। अनि मैले चाहिँ पानी लिएर बरन्डामा हालिदिएँ। अनि त्यसपछि हजुरहरू देख्न सक्नुहुन्छ फुल्ली आइएम रेडी भइसकेँ। मैले टोपी सोपी लाएर रेडी भइसकेँ। अनि मेरो यो ब्रान्डेड चस्मा 500 करोडको चस्मा लाउँदैछु हैन। अनि कस्तो देखिया भनेको त राम्रै देखिया रहेछ हैन, किनकि जिन्दगीमा अलवेज चिल हुनुपर्छ क्या, रोएर करार काम छैन हैन। अनि यो चाहिँ मेरो के भन्छ अरे वान अफ द फेभरेट गलबन्दी दुईवटा छ हैन। दुईवटामा चाहिँ एउटा कालो अल ब्ल्याक छ, एउटा चाहिँ यो छ हैन, किनकि यो भनेको एकदम स्पेसल गिफ्ट हो हैन। त्यस भएर अनि त्यही भएर हजुरहरू देख्न सक्नुहुन्छ म यस्तो भएँ भनेर देखाएको है हजुरहरूलाई। अनि त्यसपछि चाहिँ हैन एकछिनमा चाहिँ अब कपाल सपाल टक्क मिलाउनु पऱ्यो। तर कपाल चाहिँ लास्टै सानो बनाइदिनु भयो दाइले। चस्मा लाउनु पऱ्यो कस्तो देखिन्छ भनेको त हैन। अनि चस्मा पनि अब हुन्छ नि एकदम ब्रान्डेड चस्मा। अब कपाल सपाल यसो मिलाउँदै गर्दा चस्मा लगाएको त हुई बवाल देखेछ है। अरूहरूले जेसुकै भन्नुहोस्, मलाई आफू बवाल भएपछि पुगिहाल्यो नि त हैन। अरूहरूले जेसुकै भन्यो भन्छन्। अनि त्यसपछि म क्याप स्याप लगाएको त ओहो बवाल ह्यान्डसम हिरो भनेर जस्तै देखियो। अब फिल्म खेल्न मात्रै जानु बाँकी थियो, तर अहिले चाहिँ म फिल्म खेल्न जाँदिनँ, भ्लग बनाउन लागिरहेको छु। अनि यो चाहिँ मेरो अर्को OnePlus मोबाइल, योबाट चाहिँ मैले एडिटिङहरू यताउता गर्छु हैन। दुईवटा मोबाइल चाहिँ मिलाएर मैले आफ्नो युट्युब भिडियोहरू सर्ट्सहरू यताउता हाल्ने गर्छु हैन। हजुरहरूले साथ सपोर्ट दिनुभएको छ, साथ सपोर्ट दिनु होला अझै पनि भन्न चाहन्छु। अनि त्यसपछि चाहिँ आई एम बिङ रेडी टु गो। झोला सोला बोकेर जानु लाग्यो भन्दैमा फेरि विदेश जानु लागेको चाहिँ होइन है, अहिले चाहिँ मन्दिरतिर जानु लाग्यो हैन। फेरि विदेश जानु लाग्यो भनेर सोच्नु होला, त्यस्तो नसोच्नुहोस्, त्यस्तो सोच्नु हुँदैन। अहिले विदेश जाने समय पनि आउला, कुनै दिन घुम्न जानुपर्छ विदेश पनि हैन। त आई एम रेडी गाइस, लेट्स गो एन्ड डु फन, ह्याभ फन हैन। आज निकै रमाइलो हुनेछ, आज एकदम बेस्ट, सोचेको भन्दा नि अझै राम्रो हुनेछ। त सी यू। अब चाहिँ हैन म शिरीष भाइलाई बोलाउन जान्छु। म चाहिँ टक्क रेडी भइसकेँ, जुत्ता सुत्ता प्यान्ट स्यान्ट लगाएर सबै कुरा लगाएर रेडी भएँ गाइस। अब चाहिँ हामी जाँदैछौँ शिरीष भाइलाई बोलाउन। हो गाइस, म घरबाट अब बाहिर निक्लिन लागेको छु हैन। अनि बाहिर निक्लिनुभन्दा अगाडि एकछिन हुन्छ नि त जो आफूले राम्रो होस्, यात्रा राम्रो शुभ होस् भनेर प्रार्थना गर्नु पऱ्यो, भगवानहरूलाई सम्झिनु पऱ्यो हैन। अनि त्यसपछि मैले एकछिन प्रार्थना गर्न लाएँ। अनि प्रार्थना गरिरहेको छु हैन, हजुरहरूले देख्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ प्रार्थना गरेपछि त म अनि प्रार्थनाको टाइम रहेको छ हैन। अनि त्यसपछि हजुरहरूले एन्ड गाइस आज चाहिँ एकदम रमाइलो एकदम भव्य सभ्य हुनेछ हैन, जो कि हामी चाहिँ एकदम
म अनि के भन्छ अरे हाम्रो शिरीष भाइ अनि यता अनिल सरबाट जाँदैछ। म मेरो प्रार्थना गरेर सकिसकेँ। अब म चाहिँ शिरीष भाइलाई बोलाउन जान्छु होइन। लाइट साइट निभाएँ होइन। बिहानै थियो नि त, अब यस्तो जाडो छ अनि त्यही भएर बिहानै भएको कारणले गर्दाखेरि पनि हेर्नु न, यस्तो बाहिर हेर्नु त यस्तो अँध्यारो छ, केही देखेको छैन। म पनि देखेको छैन, मेरो कौडाहरू मात्रै देखेर चाहिँ बल्ल देखेँ यता लाइटतिर आएको पनि। अनि त्यसपछि शिरीष भाइलाई होइन जो बोलाउन जाँदैछु त अब अब हेर्नु सक्नुहुन्छ हजुरहरूले बाँकी यो भिडियोमा। अझै भ्याएको छैन हेर्नु, म आएको यहाँ उभिएकोमा 10 मिनटभन्दा बेसी भइसक्यो, तर पनि यसले अझै भ्याएको छैन। यहीँ कति 6:41 भइसक्यो, यहीँ चाहिँ भ्याएको छैन भने चाहिँ हजुरहरू सोच्न सक्नुहुन्छ यसले कति ढिलो गर्दो रहेछ भनेर। यसलाई बिहा गर्न पऱ्यो भने पनि दुलैलाई भन्दा यसलाई धेरै टाइम लाग्दो रहेछ भनेर आज हेन्स हेयर इज प्रुभड भयो है। यस्तो मौसम छ। हेयर वी गो गाइस होइन। यो बल्ल बल्ल यसलाई 2 घन्टापछि बल्ल बाहिर निक्ल्यो हेर्नु। म त्यति बेलादेखि जाडोमा यस्तो जाडो यस्तो चिसो थियो कि हेर्नु कस्तो कस्तो भइरहेको छ अनुभव मलाई मात्रै थाहा छ। बिहान बिहान जाडोमा बाहिर निक्लिनु, अझै बिहान बिहान 5 बजे उठेर नुहाउनुको पीडा आज मैले अनुभव गर्दैछु होइन। अनुभव त धेरै पहिला पनि गरेको, तर धेरै पछि गरेँ फेरि। धेरै पहिलाको कुरा अनि धेरै पछिको कुरा गरेर मिक्स गरेर भनेको त्यो चाहिँ बिहान बिहान लन्ठु चस्मा लाएर हिँडेको हेर्नु। यो त यो यसले चाहिँ आँखा चाहिँ देख्छ है फेरि। त्यो फेरि अरूहरू अन्यथा नसोच्नु होला गाइस होइन। अनि मैले चाहिँ अटोलाई पनि बोलाएको अनि त्यहाँको अटोमा गएर अब ट्याक्क गएर अनि ट्याक्क आउने हो होइन। अनि माहौल यस्तो छ यताको, यहाँ यस्तो जाडो छ, झाडी छ, चिसो भइरहेको छ, कुहिरो लगाइरहेको छ, तर मौसम चाहिँ एकदम बेस्ट भएको छ। किनकि मलाई चाहिँ यस्तै मौसम मनपर्छ, त्यही भएर चाहिँ मलाई राम्रो लागिरहेको छ। तर अलि नै नाकले साथ नदेला जस्तो भइरहेको छ, तर पनि हार मान्ने होइन। हामी अब जान्छौँ यहाँबाट। अब गइसकेपछि आजको भिडियो चाहिँ जस रमाइलो हुनेछ भन्ने एक्सपेक्ट, आशा, धारणा, सोच, विचार हरेक कुराहरू गरिरहेको छु। त हजुरहरूले भिडियो चाहिँ हेर्दै गर्नु होला। अगाडि बढ्नेछौँ हामी। बढ्ने क्रममा चाहिँ यो फेरि आशै गर्छ हेर्नु यसको के भन्छ अरे त्यो अलि बिर्सेँ, त्यो नाम याद आएन यो को जस्तो देख्यो भनेर अहिले एकछिनमा हुन्छ होइन। अनि त्यसपछि चाहिँ वी आर फाइनली अब गाइस हामी जाँदैछौँ अनि रोडमा जाँदैछौँ। बिहान यस्तो पानी भन्नुहुन्छ भने यति चिसो थियो कि त्यो फ्रिजभित्र राखेर आइस जमेको पानी त्यो बोतलमा आइस जमाएर फेरि त्यो बोतल निकालेर फेरि बाल्टीमा पानी खनाइ जस्तै त्यस्तो चिसो पानी थियो। त्यस्तो पानीमा मैले आज रिक्स लिएर यस आई विल डु इट भनेर मैले रिक्स लिएर आफ्नो ज्यान दाउमा राखेर भए पनि नुहाएँ अनि नुहाएर उठेँ। अनि उठेको अहिले चाहिँ एकदम फ्रेस फिल भइरहेको छ होइन। अनि त्यसपछि यता हाम्रो हेर्न सक्नुहुन्छ अटो बोलाएर नमस्कार भन्नुभयो है। अनि उहाँलाई चाहिँ बिहान बिहान फोन गरेर मैले उठाएको होइन। बिहान कति बजी उठ्यो होला, म 4 बजी उठ्यो होला। अनि उहाँलाई 5 बजी फोन उठाइदिएको अनि त्यसपछि उहाँलाई नुहाउनु नभन्दै हुनुहुन्थ्यो, नुहाउनु भनेर नुहाउनु भयो। अनि त्यसपछि यस्तो चिसो पानी, म चिसो पानी नुहाएको, उहाँ चाहिँ तातो पानी नुहाउनु भएको अरे। नुहाउँछ तातो पानीले बाफ्रे। अनि त्यसपछि अब अटोमा वेटिङ छ। अनि अटोमा वेटिङ होइन कि अटोको वेटिङ छ। अनि त्यसपछि एटिएम जान छ, एटिएम गएर चाहिँ फ्लाइट बाई बाई सी यु सुन। गाइस हाम्रो अटो चाहिँ आइसक्यो है फाइनली। अनि त्यसपछि हामी अटोभित्र प्रवेश गर्दैछ। तर मेरो मोबाइल बलियो छ, केही नै हुँदैन होइन। हजुर एटिएम त्यसपछि अनि यहाँ चाहिँ अटोभित्र चाहिँ अँध्यारो भएर चाहिँ गर्दैछौँ। हामी अब एटिएम जाँदैछौँ। हजुरहरूलाई एटिएमबाट पैसा निकाल्ने भिडियो म देखाउँदैछु यस भिडियोमा। फाइनली हामी चाहिँ अटोबाट झरेर अब एटिएमतर्फ यात्रा गर्दैछौँ। हामी चाहिँ अब हाम्रो सिटी एटिएम राम्रो एटिएम, गुणस्तरीय एटिएम भनेर चाहिँ चिनिन्छ। अनि चाहिँ म अब सिटीभित्र जान्छु अनि त्यहाँ गएर अनि टक्क पैसा निकाल्छु अनिल सरको एटिएमबाट है, मेरोबाट होइन चाहिँ।
गाडी हो तर हामी जाने गाडी आइसकेको छ अनि त्यही भएर चाहिँ अब हामी यो गाडीमा चढेर अनि जाँदैछौँ अनि गाइस हामी चाहिँ होइन गाडीभित्र चढ्यौँ अनि यो गाडीमा चाहिँ अब बाहिर साउन्ड बजाइरहेको थियो नि त गीतहरू बजाएको थियो होइन त्यही भएर चाहिँ मैले अब यसको चाहिँ उयोहरू राख्न पाइनँ होइन क्लिपहरू राख्न पाइनँ अनि गाडी चाहिँ लोकल गाडीमा गएको हामी चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो छ त्यही भएर चाहिँ साइडमा चाहिँ एउटा नदीको बस्नु थियो त्यही भएर चाहिँ राम्रोसँग भिडियोहरू गर्न पाइँदैन गाइस फाइनली हामी चाहिँ गाडीबाट बाहिर निक्लिएको छ अनि चाहिँ यहाँबाट जाने हामी चाहिँ कहाँबाट जानुहुन्छ त अनि एन्ड फाइनली गाइज वी आर अटोमा बसिसकेको छौँ हामीहरू चाहिँ अनि अटोवाला दाइ पनि आउनुभएछ चाहिँ हामी चाहिँ भिरकुती चोकबाट चाहिँ अब जान लागेको छ अटो चलाउन लागेको छ यता हाम्रो लन्ठुहरू बस्नुभएछ एक नम्बरको लन्ठु हामी चाहिँ अब यहाँबाट चाहिँ राखिरहेको छ र यस्तो जाडो यस्तो चिसो छ कि होइन कुरै डगरोस् यस्तो चिसोले यसरी हालिरहेको छ कि म बयान पनि गर्न सकिरहेको छैन होइन यसरी अटोमा बसिदिनु भएछ यता आन्टीले झाडु लगाइराख्नु भएछ चाहिँ अब यहाँ प्रसादी सरसादी के हुन्छ योहरू गर्दैछ होइन अनि छ यताको माहौल यस्तै छ किनेको त सबै प्रसादीहरू पनि सबै हुन्थ्यो त भाकलमा नि पर्सठी हालेको छ अनि पर्सठी नहाले त थाहा हुन्छ त एन्ड फाइनली गाइज वी आर स्टार्टिङ अहिले 10वटा चाहिँ सिँढी चढिसक्यौँ होइन अनि त्यसपछि चाहिँ अब हामी चाहिँ यहाँ विस्तृतमा जाँदैछौँ अनि यहाँबाट अब हामी अगाडि बढ्ने क्रम जारी छ होइन जो यता हजुरहरू देख्न सक्नुहुन्छ फाइनली गाइज हामी चाहिँ 8 बज्न लाउँदाखेरि चाहिँ ल 8 बजे भनौँ न यहाँबाट चाहिँ गणेश मन्दिरमा आइसक्यौँ होइन यहाँबाट चाहिँ अब कति बजीसम्म पुगिन्छ है त हेर मैले त विस्तृतमा सरी फर गाइज हामीले चाहिँ पूजा त गरियो होइन तर भिडियो गर्न बिर्सिएछ अनि त्यही भएन यो टिका लगाएको प्रुफ हेन्स प्रुफ द्याट वी हेभ वर्सिप टु गड भनेर किनकि अरूलाई प्रुभ गर्न छैन हामीलाई भगवान्ले देख्ने भइहाल्यो नि त होइन बाई बाई सी यु सुन केबुल देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी अगाडि बढ्दैछौँ यसरी बढ्दैछौँ होइन अनि फाइनली हामी चाहिँ अहिले भने मैले ब्याग पनि बोकेको है अनि हाम्रो सुल्टीहरू बल्ल यहाँ हेर्नु त हिँड्न नसकेर अनिल सर हिँडेको पारा हेर्नु न पारा अनि गाइज फाइनली चाहिँ म चाहिँ अहिले यहाँ बसिरहेको छु होइन केही समयको लागि वेटिङ लिस्ट अनि यो टुप्पी भए पनि आएँ हो कोही फेरि हिँड्नै नसकेर यहाँ स्टाफ एन्ड गाइज फाइनली हामी चाहिँ अझै पनि चढ्दैछौँ चाहिँ अनि अनिल सर चाहिँ यहाँ कता पुग्नु भयो हामीलाई पनि थाहा भएन होइन अनि मैले चाहिँ फाइनली आफ्नो रूप रङ पहिरन चेन्ज गरेँ अनि चेन्ज गरिसकेपछि अब अगाडि बढ्ने यात्रा चाहिँ जारी चाहिँ छ अझै पनि यत्रो सिडी बाँकी छ अनि मैले चाहिँ जस्ट ऊ मात्रै चेन्ज गरेको अनि we are in temple, this temple, Maulakarika temple. We are traveling yes today, and here is our Lontu guys. They don't know how to climb. Okay, hills. They don't understand how to climb. They always want some break to go on this place. Okay, but we don't. I don't want to take any break. We are here. हामी चाहिँ परिसकेको छ यहाँ हामी आइसक्यौँ अब हाम्रो चाहिँ
गन्तव्य सुरुवात हुँदैछ मौलाकालीका प्रस्थानको। तर मेरो मोबाइल धर्न खस्छ। एन्ड गाइज फाइनली वी आर एट मौलाकालीका मन्दिर अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो भक्तजनहरूको भिड। अनि त्यसपछि हामी पनि आइसकेका छौँ फाइनली। अनि अब यहाँ यस्तो चिसो हालत भइरहेको छ, क्यामेराहरू पनि छ अनि आजलाई यता भिडियो सिन अनि एकदम बवाल आइरहेको छ। हामी चाहिँ अब यहाँ एकदम दामी एकदम बेस्ट एकदम बवाल छ। मौलाकालीका भगवती माताले अनि चाहिँ पूरा गर हामीले हस्त धन्यवाद। के पूजा धर्मै मात्र कहाँ छैन गए काशी गयामा पनि केको दम्ब नयाँ भएर कपडा पर्छ नयाँमा पनि सोलाए सृष्टिको नियमले के चाह्यो ग्यास र फुलको कुछ धरेर कान्छ भुइँमा यो जिन्दगी के छ र। आदरणीय श्रद्धालु भक्तजनहरू Back we are going to home from temple दर्शन गऱ्यौँ घर गयौँ। अब चाहिँ हामी घरतर्फ यात्रा गर्दैछौँ होला। त्यसको लागि चाहिँ हजुरहरूले हामीलाई साथ सपोर्ट दिनुपर्छ। माला लिन लाउँदै हुनुहुन्छ। मैले त लिएँ गाइस। अनि फाइनली हामी अब खाजा खान लागिरहेको छौँ होइन। खाजा खाने क्रममा छौँ हामीहरू चाहिँ। अनि यता र गाइजहरू लाइक चाहिँ अलरेडी है लाइक चाहिँ अलरेडी अरे। अनिल सर केही बोल्न केही भुक्न चाहनुहुन्छ? गाइजहरू भोक लाग्छ हामी व्यस्त गरेर आफूमै खाजा खान। भोक त यस्तो लाग्छ नि यस्तो लाग्छ नि म बयान गर्न पनि सकिरहेको छैन हजुरहरू। आज आइएम सरी। खाजा आयो ल लिगम है गाइज। अनि यहाँ चाहिँ हाम्रो खाजाको व्यवस्था भयो। हजुरहरू हाम्रो यस युट्युब भिडियोमा आउने चाहिँ हामीहरू हामी अमिलो खाएको खिच्न भ्याएन सेट। सरी गाइस आई एम रियली सरी फर एबाउट के भन्छ होइन। अनि त्यसपछि चाहिँ अब फेरि हामी दिउँसो भन्नाले अझ बिहान 11 साढे 11 कति भइरहेको। यो अमिलो किनेको यो अमिलो चाहिँ मिठो रहन्छ। अनि हामीले स्टार फ्रुट भन्ने पनि खाएको। यस्तो अमिलो थियो। मेरो पेट गुड गरिरहेको स्टार फ्रुट खाएर। अनि चाहिँ मैले यो ज्याकेट लगाएको यस्तो गर्मी भइरहेको छ महसुस भइरहेको छ। त हजुरहरूले भिडियो इन्जोय गर्दै गर्नुलाई हामी चाहिँ अब घरतिरको यात्रा गर्नलाई गएछौँ होइन। अनि त्यसपछि हामी घर जानुभन्दा अगाडि पनि पहिला हामी चाहिँ अब यता चितवनतिर आज यसो क्याफे जाने भन्नुभयो अनिल सरले। अनि अनिल सरले शिरीष भाइले स्पोन्सर हान्छु दाइ हजुरलाई जति खानुहुन्छ मैले पैसा तिर्दिन्छु भनेर त्यही भएर चाहिँ मैले लैदिँदैछु एकदम क्याफेमा। फेरि यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ त्यहाँ तल अब त्यो हामी चढेको चोकको नाम के अरे त्यो चोकमा पुग्न्छन्। फेरि मुड चेन्ज भयो भने चाहिँ प्लान पनि चेन्ज हुन्छ। अनि फेरि घर गइन्छ है। मेरो मुड अब के कसो हुन्छ त्यही भएर चाहिँ अब हजुरहरू चाहिँ भिडियो यहीँसम्म हेर्दै गर्नु होला रमाइलो गर्ने हो। यस फाइनली गाइस यार के भन्छ अरे हामी अब चटपट खानको लागि यहाँ बास स्थान गर्दैछौँ। हाम्रो यो अमिलो भ्याइएको छैन साथीहरू। हाम्रो पण्डित बाखेर उता खानु हो। पण्डितलाई चिन्ता लाग्यो अब हामीले त्यस्तो भन्यो। ऊ पनि भक्त पुजारी हो नि त। हजुर भन्नु अनि चाहिँ राम्रो चिन्ता लागेछ क्या हो। त यसै गरी अब हाम्रो कार्यक्रम यहाँ कमाल आएको छ किनकि हामी यहाँ चटपट खाना लगाइरहेको छौँ। सियो सुन एन्ड गाइज हाम्रो चटपटे आएको छ। हामी चारपटे खाना लागेको छ। हेलो गाइज। तरै गाइजहरू
फाइनल डेस्टिनेसनमा पुग्न लागिसक्यौँ। अब हामी अटो चढेर उता जाने डेस्टिनेसनमा पुग्न लागिसक्यौँ फाइनली। अनि अनिल सरको चाहिँ खुट्टा काटेर जुत्ता चाहिँ खोलेर हिँड्नुभएको थियो खाली खुट्टा। अनि चाहिँ हामी उयो गाइजहरू च्यानल चाहिँ यसो खिचिदिनु लाइक सेयर एन्ड सब्सक्राइब गर्नु भन्न। लाइक सेयर सब्सक्राइब गरिदिनु गाइजहरू। हामी चाहिँ गर्दिनँ अब हामी चाहिँ अटोमा फेरि बस्यो हामी। अब अटोमा बस्यौँ हामी साथीहरू मौला कालिम्पोङबाट फर्केर। हामी चाहिँ अस्ति नै अगाडि टी भाइब्समा गएको। अनि हामी चाहिँ अब फाइनली नारायणहरू आइसक्यौँ। कुल्फीहरू हुन्छ। मौसम पनि दुई ठाउँमा है, उतातिर छ अनि यतातिर छ। उहाँ एउटा भयो यता एउटा भएन, दुईवटा भयो। चिकन मौसम हामी गाइस टिकट पनि बाई भयो ल एकन्टालिगामा है गाइस। पैसा तेरो टिकट पनि लियो। अब हामी जान्छ टिकट देखाउने सरी यस्तो गर्न खै त धेरैको टिकट हामी मौसम आएको हेर्नु। मौसम कति भरिपूर्ण, कति तन्दुरुस्त छ मौसममा। कति धेरै मान्छेहरू, वा कति धेरै स्टलहरू लगाएको। हेर्नुहोस् गाइस आजको यहाँको अवस्था। अनि त्यसपछि चाहिँ उयो इन्डियाको ऊ पनि रहेछ त्यहाँ। इन्डियाको झन्डाहरूले देख्न सक्नुहुन्छ। कता हो देख्नु। बल्ल ट्रेन त बल्ल बन्दै रहेछ। अब रेल चढाएर हिँड्छ। कति पुरानो रहेछ गाइस वी आर मेकिङ कोला खाना लगाएको। अनि यता चाहिँ आइसक्रिम खान जानुभयो। म चाहिँ कोला बनाउँदै भनेर चाहिँ गाइस वी आर गोइङ टु प्ले अ ब्रेक डान्स खेल्न लाग्यो हामी। अब गन्तव्यतिर लाग्दैछौँ ब्रेक डान्स खेल्नको लागि। खेल्न आउँदैछौँ। हामी चाहिँ अब यहाँ ब्रेक डान्स खेल्न लाग्यो होइन। हामी चाहिँ यता के भन्छ अरे उमा बसिसक्यो। अब चाहिँ हेर्नु घुममा यस्तो यस्तो यो त भयो यस्तो मान्छे यस्तो अनि हाम्रो चाहिँ अब निक्लिने समय भइसकेको छ। हामी चाहिँ अमेरिका खिच्ने होइन अब अमेरिकाको त्यो अनि चाहिँ हामी चाहिँ होइन बसमा चढ्यौँ होइन। नारायणघाट आएर बसमा चढ्यौँ। अनि खासै मौसममा चाहिँ होइन त्यस्तो केही पनि थिएन। यता सिरिस भाइ थियो, म थिएँ होइन। पछाडि सबको बसमा गएर अनि त्यसपछि हामी झरेर केउरिनी झरेर खाजा खानतर्फ लाग्यौँ। तर भन्नुपर्दाखेरि चाहिँ दिउँसोमा चाहिँ मौसममा कोही पनि हुनुहुन्थेन। साँझमा चाहिँ अब कलाकारहरू आउँदा के कसो हुनुहुन्थ्यो त्यो गरी थाहा भएन। तर स्टलहरू पनि त्यो हुन्छ। केउरिनी चौक आइपुग्यौँ। लिला म्यामलाई भेट्यौँ। घरमै गएर चाहिँ आइयो हो। अब घर जान लाग्यो। हामी चाहिँ आइयो घर जान लाग्यो। हाम्रो चाहिँ ट्रिप खत्तम भएको घोषणा गर्दछु म। गाइस घर आयो है। अब चाहिँ हाम्रो आजको मिसन सक्सेसफुल भयो। अनि अब हामी चाहिँ घर आयो फाइनल्ली। अब यहाँ टक्क भर्खर घरमा इन्ट्री भयो। थ्याङ्क यू सो मच। अब लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला। अब मन्दिर पनि पुगेर आइयो। के भन्न आज कस्तो लाग्यो त? आज रमाइलो भयो दियोस्। कति हजार भ्याइयो? कति 15,000 भ्याइयो ल। 15,000 भ्याइयो अरे ल। 15, 16, 10, 15,000 त भ्याइन्छ। अब त्यहाँ अब मौला कालिम्पोङ त्यत्रो डुलेर अब महोत्सव घुमेर आउँदाखेरि खानेकुराहरू यताउता त अब केही पनि लिएन। त्यही भएर अब त्यस्तै छ। अब के गर्ने, ठिकै छ होइन। च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला त। हस् त, बाई बाई, सी यू इन नेक्स्ट भिडियो।